यदि तपाईहरु जापानमा बस्नुहुन्छ भने 10 लाख क्रिप्टोकरेन्सी तपाईहरुले फ्रीमा प्राप्त गर्न सक्नुहुन्छ। हामीले फ्रीमा पाउने क्रिप्टोकरेन्सीको बारेमा भन्नुपर्दा शिबा इनु अर्थात SHIB भन्ने यसको सर्ट फर्म रहेको छ। यो क्रिप्टोकरेन्सी चाहिँ 10 लाख टोकन चाहिँ हामीले फ्रीमा प्राप्त गर्न सक्छौं। यसको हिस्ट्रीको बारेमा भन्नुपर्दा 2020 सालको अगस्तबाट नै यो चाहिँ क्रिप्टो मार्केटमा लन्च भएर कारोबार भइसकेको कोइन हो, जसलाई चाहिँ हामीले बाइनान्स, बिटफ्लायर, कोइनबेस, त्यसै गरी तपाईं अक्वेज जस्ता विभिन्न प्लेटफर्मबाट चाहिँ हामीले यसको कारोबार ट्रेडिङहरु चाहिँ गर्न मजाले सकिरहेको थियौं। र यो कोइन चाहिँ अहिले जापानमा 10 लाख टोकन बराबर प्रत्येक व्यक्तिलाई फ्रीमा बाँडिएको छ। यो बेला तपाईले यो टोकन लिनु भयो भने भविष्यमा तपाईलाई यसले ठुलो अमाउन्ट प्रोवाइड गर्न सक्छ। के तपाईहरुलाई थाहा छ 2010 सालमा बिटकोइनको प्राइस कति थियो भनेर? 2010 सालमा एभरेजिङ प्राइस भनेको 30 एन। 30 एनमा तपाईले एउटा बिटकोइन किन्न सक्नुहुन्थ्यो, जुन बिटकोइनको प्राइस अहिले 1 करोड 40 लाख रहेको छ। सो बिटकोइनको आधारको फर्मेट अनुसारले भन्ने हो भने अहिले तपाईलाई 10 लाख कोइन फ्रीमा दिएको छ, जसमा तपाईले 1 रुपैयाँ पनि पैसा खर्च गर्नु पर्दैन। सो यो भनेको एकदम ठुलो अपर्चुनिटी हो, जसलाई तपाईले नछोड्नु होला। यदि तपाईहरुलाई 10 लाख क्रिप्टोकरेन्सी फ्रीमा कसरी लिने, तपाईले लिने बित्तिकै पनि बेच्न सक्नुहुन्छ है त। तपाईले आज लिनुभयो, आज नै पनि बेच्न सक्नुहुन्छ। सो तपाईलाई यसको बारेमा कसरी लिने, कहाँबाट लिने केही पनि जानकारी छैन भने चाहिँ तपाईले YouTube च्यानलमा गएर मेरो यो YouTube च्यानल देख्न सक्नुहुनेछ अनि त्यसमा चाहिँ तपाईले यो भिडियो देख्न सक्नुहुनेछ। यो भिडियो हेर्नुस्, यसमा तपाईले सबै इन्फर्मेसन पाउनुहुनेछ। क्रिप्टोको बारेमा बेसिक नलेज पनि तपाईलाई प्राप्त हुनेछ भने तपाईले यो कोइनलाई चाहिँ कसरी लिने र कसरी बेच्ने, कसरी भेरिफाई गर्ने, एभ्रीथिङ तपाईलाई चाहिँ 10 देखि 15 मिनेटको बीचमा सबै डिटेल तपाईले त्यबाट प्राप्त गर्न सक्नुहुन्छ। सो जानुस्, तपाईले पनि 10 लाख क्रिप्टोकरेन्सी फ्रीमा प्राप्त गर्न सक्नुहुन्छ यदि तपाई जापानमा हुनुहुन्छ भने।